हेलो एभ्रिवान, आज चाहिँ के गरेका होला यिनीहरूले भनिराख्नु भएको होला। हामी चाहिँ आज एक्सपेरिमेन्ट गर्दैछौँ। केमा एक्सपेरिमेन्ट भन्दाखेरि चाहिँ सी फुड अनि हटपट। सी फुडमा चाहिँ अक्टोपस र ओइस्टर अनि हटपटमा हटपट जस्ट नर्मल घरमा जे छ त्यहीको बनायौँ। प्लानिङ थिएन हटपट खाने, त्यही भएर अनि हटपट यता बन्दैछ। अनि अक्टोपस चाहिँ हामीले सफा गरेर हाल्यौँ। कस्तो कालो पानी आयो क्या, ला राम्ररी हामीले सफा गरेनछौँ क्यारे जस्तो भएको थियो। खोइ के हो, यस्तै पानी आउने हो कि होइन हो भन्ने कमेन्ट गरिदिनु होला। अनि यतापट्टि चाहिँ हाम्रो साफ सफाइ हुँदैछ। साफ सफाइ के को भन्दाखेरि ओइस्टरको टेस्ट चाहिँ तपाईँहरू कतिजनालाई मिठो लाग्छ कमेन्ट गरिदिनु होला। मिठो लाग्छ लाग्दैन, मलाई चाहिँ खासै मिठो लागेन ओइस्टर। यतापट्टि हटपट पाक्दैछ, यतापट्टि अक्टोपसमा तड्का लाग्दैछ। हाम्रो सेफको तड्का, स्पेसल तड्का लगाउँदै हुनुहुन्छ हाम्रो सेफले। हाम्रो अक्टोपस चाहिँ अब सेफले कस्तो जादु गर्नुहुन्छ हेरमै त। मिठो भएको थियो तर सोचेको थिएन यतिको मिठो हुन्छ भनेर। अनि हामीले अनि अब केही थिएन, सामानहरू केही थिएन, किम्ची थियो अनि अक्टोपस चाहिँ ट्राई गर्ने भनेर ल्याएको थियौँ। अनि राइस केक, नुडल्स, अन्डा अनि पातवाला अनियन थियो ग्रिनमा, अनि त्यति नै हालेर हामीले ट्राई गऱ्यौँ। अनि हामीले चाहिँ किम्ची हटपट खायौँ, किम्ची विथ अक्टोपस। तर टेस्ट मिठो भएको थियो, एक्सपेक्ट गरेको थिएन यतिको मिठो हुन्छ भनेर। चाहिँ मिठै भएको थियो, जे होस् मिठो भएको थियो। हामीले घरमा ट्राई गरेर खाँदाखेरि पनि अनि हामीले चाहिँ अलिकति अमिलो हालेर खायौँ, कागतीको रस लगाएर खायौँ, मिठो भएको थियो। वाला